जब मान्छे बित्तिकै चाहिँ ओहो सलाद अनि यो हुन्छ नि कति कुराहरू थाहा नभएको कुराहरू रहेछ। अब यसरी नै जीवन बित्छ ला, पानी पनि मिठो हुँदैन होइन, केही हुँदैन, कसरी बाँच्ने होला भनेर होइन पुरा वहाँ पर हेरे गर्ने त म चाहिँ जर्मन बसेको त लगभग 11 वर्षै भइसकेको छ होइन। अनि त्यसपछि आज त मे 1 हो नि त। अनि हिजो यत्तिकै भोलि त अब हाम्रो यता भन्दा पनि संसारमा सबैतिर हुन्छ नि बिदाको सार्वजनिक बिदाको दिन भनेर। अनि सोचिरहेको थिएँ नि हाम्रो नेपालमा चाहिँ के भन्छ भनेर होइन, दिमागमा यति हुन्छ नि सोच्नु पऱ्यो मलाई त्यसलाई नेपालीमा के भन्छ भनेर। पछि चाहिँ मजदुर दिवस बल्ल सम्झेँ कि होइन 11 वर्षमा चाहिँ नेपाली त्यो हुन्छ नि नेपाली त्यो ओडहरू नेपाली हुन्छ नि शब्दहरू होइन। अनि कतिवटा कुराहरू त कस्तो बिर्सेको जस्तो हुन्छ, थ्याङ्क्स गड होइन, एकछिन सम्झे पछाडि आउनु त्यहाँ आउँछ क्या। अनि मान्छेहरूले परिवर्तन भयो, तिमी त कस्तो परिवर्तन भयो, पहिला यस्तो थियो अहिले यस्तो थियो भनेर कति त्यो हुन्छ नि चित्त दुखाउने यताउता गरिरहेको हुन्छन् होइन। मान्छेले आफ्नै भाषा त 11 वर्षसम्म जब कि दिनदिनै बोलिरहेको हुन्छ होइन, आफ्नो नेपालमा परिवारसँग दिदीसँग हुन्छ नि दाइ आमाहरूसँग बोलिरहेको हुन्छ, तर पनि त त्यो आफूले बोलिरहने भाषा त कहिलेकाहीँ कस्तो त्यो त्यसलाई के भन्थ्यो भनेर सम्झिनुपर्छ भन्ने होइन। अनि परिवर्तन हुनु त कत्रो गाह्रो हो र क्या होइन। अनि 11 वर्षमा चाहिँ सलाट अनि त्यसपछि यो यहाँको पानी सानी केही मिठो नभएर कसरी बाँच्ने होला जस्तो फिल भएको थियो त्यो छिर्ने बेलामा, जर्मन छिर्ने बित्तिकै। अनि हुन्छ नि हरेक कुराहरू चाहिँ मान्छेहरूले 0 लेभलबाट सिक्दै आउँछन्, मैले त माइनस लेभलबाट सिक्दै आएर चाहिँ होइन अहिले चाहिँ सलाद पाएँ भने त म एकदम खुसी भएर खान्छु कि होइन। अनि त्यसपछि मलाई चाहिँ जे कुरा पनि पहिला त खाना टाइपको हुन्थ्यो होइन, टेस्ट गर्दिनँ भने जस्तो हुन्थ्यो। मासु भन्ने चिज पनि अब मासु पनि नेपालमा अब ठ्याक्कै मासु ल्याएर मासु पसलको दाइहरूले बनाइदिएको ल्याएर पकाएर खाएको त याद छ नि होइन। त्यो आफैले त्यो हरेक भेराइटी टाइपको केही थाहा हुँदैन नि त यहाँको जस्तो। अनि तर मेरो मुखले मेरो मनले चाहिँ त्यही पहिलाकै त्यही जुन त्यही पसलबाट किनेकै खसीकै मासु खोज्छ नि त। अनि त्यस्तो मिठो त हुँदैन भेराइटी गरेर पाए तापनि, तर एटलिस्ट एकचोटि टेस्ट नै गर्नुपर्छ भनेर म त हरेक कुराहरू त टेस्ट गर्छु होइन। त्यो उसको बाहेक यता त अब हाम्रो भगवान गाईहरूको पनि खान्छन् नि त तिनीहरूको बाहेक है। अनि त्यसपछि गर्थेँ, तर लास्टमा चाहिँ मलाई चाहिँ कुनै पनि मन पर्दैन रहेछ भन्ने थाहा भएर अनि लगभग मासु पनि खाँदिनँ भन्नेमा पुगिसकेँ होइन। अनि प्लस अरू चाहिँ जस्तै अब भनिन्छ नि, जस्तै यता चाहिँ मैले कतिवटा